त्यस्तै आजभन्दा 46 करोड वर्ष पहिले ब्ल्याकोडर्मी माछाको उत्पत्ति। त्यस्तै आजभन्दा 43 करोड वर्ष पहिले सिफालास्पिसको उत्पत्ति भयो। र त्यसपछि 42 करोड वर्ष पहिले सिलाकेन्थी टाइप माछाको उत्पत्ति र 41 करोड वर्ष पहिले पेन्डर इक्थाइस नामक पहिलो टेट्रापोडा जीवको उत्पत्ति भयो। 37 करोड वर्ष पहिला टिक्तालिक नामक प्रिमेटिभ टेट्रापोडाको उत्पत्ति। 36.5 करोड वर्ष पहिला सालामान्डर टाइप इक्थायोस्टिगाटाहरूको उत्पत्ति र 35.8 करोड वर्ष पहिले पेडर्बिस नामक स्थलीय टेट्रापोडाको उत्पत्ति। 33.8 करोड वर्ष पहिले ओस्ट्रोलोथियोना नामक डाइनोसरको पुर्खाको उत्पत्ति। 33 करोड वर्ष अघि हाइलोनोमस नामक रेप्टाइलको उत्पत्ति। 30 करोड वर्ष अघि पिथिनोसोकस नामक मोस्ट प्रिमेटिभ मेमल लाइक कोडेडको उत्पत्ति। 26 करोड वर्ष अघि साइगोन्थाइस नामक प्रिमेटिभ मेमलको उत्पत्ति। 23 करोड वर्ष पहिले ऱ्यापिनोम्यापस नामक स्तनधारीको उत्पत्ति। 17 करोड वर्ष अघि प्युनेरियम नामक स्तनधारी प्राणी। 9 करोड वर्ष अघि प्लेडेस्पिस नामक प्रिमेटिभ प्राइमेटको उत्पत्ति र 6.5 करोड वर्ष पहिले कार्पोलेस्टिस नामक स्तनधारी जीवको उत्पत्ति भयो। 5 करोड वर्ष पहिले इजिप्टोप्याथिकस नामक मानिसको पुर्खा बाँदरको उत्पत्ति भयो भने 3.5 करोड वर्ष अघि पोर्कन्सल नामक प्रिमेटिभ प्राइमेटको उत्पत्ति भयो। 1.5 करोड वर्ष अघि पाइरेलोप्याथी